हेलो हामी अब लाग्यौँ हामी इटालीतिर धेरै गर्मी छ हामी चाहिँ अब एयरपोर्ट जान लाग्यो ट्रेन स्टेसनदेखि एयरपोर्ट जान लाग्यो यहाँ चाहिँ अहिले रोशनी मात्रै छ रोशनी अनि अरू चाहिँ उता स्टेसनमा भेला हुन्छन् सो त्यहाँदेखि चाहिँ हामी स्टानिस्टिक भन्ने एयरपोर्ट छ त्यहाँ जाने त्यसपछि 7 बजेको फ्लाइट छ तर अहिले चाहिँ 3 बज्न लाग्यो फेरि 3 बजेको बस ट्रेन चढेर अनि फेरि बस डबल लिनुपर्छ किनकि 3 घन्टा अगाडि चेकिङ गर्नुपर्छ नि त त्यही भएर छिटो जानु लाग्यो ल हाम्रो बस आयो ल ज्ञानु भाइ खोइ कता गयो आई ल फाइनल्ली ग्रुप पुरा भयो अब यहाँदेखि जाँदा ग्रुप पुरा भयो अब त्यहाँदेखि उहाँ ट्रेन स्टेसनमा एलिजाबेथको उहाँ इथ्रोमा यो होइन उहाँको पुलिसको खै हेरौँ त कपाल हेरौँ त कर्ली सर्ली आफैले ल राम्ररी देखेछ मलाई नदेखा न उता देखा देखाएको छु कि उता देखाएको छु यही गाला त्यही रोशनीले फोटो खिच्दै भन्न त भने त्यसले नराम्रो फोटोहरू मिलाएर एङ्गल मिलाएर गाडी नै पुगिसकिन् ए बिचा खाली भयो ग्याप राख्नु भएन आइजाबे 2 मिनट छ यही चढाउँ न यहाँ सिट ओके यो अगाडिको होइन ज्ञानो कहाँ गयो लगेज पनि ओके भयो पुग्यो भयो पर्फ्युम लाउन भुलेर मान्छे कति बाटो टेस्ट गरेको राम्रो छ है यो सुन त बोस लगाइदिए भ्यालेन्टिनो लगाइदिन्छु मैले बोस जस्तो यता तल छ भ्यालेन्ट यता कुनामा त्यहाँ बोसको जस्तो आयो हो न किन वाउ के किन्ने एउटा किने पनि पाइन्छ ओके कन्सिलर किन्न छ होइन कन्सिलर छ मलाई कन्सिलरै छैन उता हान त अरू उहाँ यो हेर यो ठुलो ब्याग यसको चस्मा हेर्ने रे यस्तो झोला भारी बोकेर हिँड्न पर्छ यो साथीको धेरै सामान होस् यस्तो हुन्छ बोक्नु पर्दिन्छ
हल्का सेम रहेछ अलि यो राउन्ड रहेछ झन् डल्लो देखेन यो गोलो फेसमा गोलो सुहाउनु केटी छोड्दै झन् डल्लो देखेन अरू हेर्न अलि हो यस्तो सुहाएको के किन्छु भनेर सोचिरहेको मैले सोच्थिस् हेर 20% अफ रहेछ है केटी कति छ प्राइस प्राइज देखाएको छैन ए सस्तै रहेछ त 150 रुपियाँ झकास के हो गुची हो के रे यता पनि छ प्राडा छ त्यही राम्रो छैन वाउ 200 रुपियाँ हालेर म कहाँ चिकनमा देखिन्छु त वाउ कहाँदेखि किनेको आम्मा कसलाई राम्रो देखेछ अब रोशले सोध रोशनी लास्ट त रोशनीले भन्छ नि त त्यो त कहाँ गई तर मैले त्यसो छाया देखेको थिएँ यतै यो त्यसलाई त्यो चस्मा मन पऱ्यो रोशनी यता हेर त सुस्मितालाई हेर्दै त यिनीहरू खाँदैको यो नाइ भन्छ अलिक ठुलो सेपको लाग्यो है ठुलो हो नट ब्याड प्राडा हेर नि त यहाँ प्राडा हेर नि त मेरो फेसमा सुहाउने भनेर कि सबै लुगामा भारी भयो प्राडा हेर प्राडाको ल यो हेर त नयाँ डिजाइन लगाएको त बिचमा जाने यस्तै उसमा भेरिसमा हाल्दैन मियु मियु रहेछ मियु घाममा मियु रुममा घाम धेरै हुन्छ नि त यसले सेट चाहिँ छिप्दैन राम्रो त राम्रो छ अलिकति मास्क लगाऊ क्या मास्क 90s को बलिउड ओके सलमान खान एटलिस्ट थोरै घाम छेक्ने चाहिँ हुनु पऱ्यो क्या फेरि हामी अर्को पसलमा आएँ उसलाई अघिनेको मन परेछ तर त्यहाँ चाहिँ रहेनछ सो अब सुस्मिता जे पनि लगाउँछ वाउ भर है मुखमै आउने भिडियो गर्न न अब म जान्छु अरे वाउ सुस्मिता वाउ होइन नि त पुसअप परेपछि त वाउ यो कस्तो छ पैसा परेपछि वाउ हुनु पर्यो मुखमा हो न साइडमा छर्दैछ राम्रो छ तर देखेछ गुची भनेर अहिलेको राम्रो छ यो राम्रो छ यो राम्रो छ तिमीलाई कुन राम्रो लाग्यो तिमी आफूलाई भन म त अहिलेको उनी बिर्सिसकेँ मलाई कलर अर्कै थियो है अघिनेको चाहिँ है यो ब्ल्याक छ अघिनेको चाहिँ हल्का ब्राउनै थियो अँ, तर मलाई ब्ल्याक भन्दा ब्राउन छाउँछ है खोइ कहिले देखेको छैन कि मैले राम्रोसँग तर ब्ल्याकै म त हेर म पर्सनली मलाई ब्ल्याकै मनपर्छ म अरू खासै लगाउन्न यो चाहिँ एउटा यता भएर माथि त लाग्यो राम्रो छ नि साइडमा भएकै राम्रो हुन्छ अगाडि भन्दा त मलाई यसो अगाडि पनि लेख लेखेछ अगाडि लेखेछ पाएँ We are waiting. कपडाहरू बसेपछि सानो सुस्मिता मात्रै राम्रो यहाँ पार्लरबाट आएको यो मान्छे त्यही भएर राम्रो यहाँ बाटो मान्छे कसै अनि ओके अहिले बल्ल टाउको निकालेर यस्तो हेरेको त यता हाम्रो ट्याक्टर हो Your destination is identify yourself to the cabin crew. We are top level voice 737-800. Please move along to cabin aisle and take your located seat as quickly as possible. Your seat has been allocated.
खाना के खान रे इडली साम्बर साउथ इडली साम्बर भनेको के हो इडली साम्बर ए होइन उस खाने सो हामी चाहिँ वेट गर्दैछौँ के रे लाइनमा पासपोर्टको लागि भिजा आन्नलाई के ल पिकाट त्यसको नाम अहिले त्यही भन्छ नि सकिसले अब ज्ञानलाई हटकेट लाएर लैजान्छ उसको इन्ट्री भइसकेको नि त लास्ट टाइम रूपन्देही हेर्थ्यो नि त रूपन्देही हेर्थ्यो नि त अनि त्यही भएर यो के कहाँदेखि आएको भन्दै थियो चाइना अरे मलाई नि अनि सरी भनेको त अनि चाइना अरे नो लन्डन भनेको त अनि नो रूपन्देही देखेको थियो अनि ए फ्रम नेपाल भन्दै यस्तो छ भनेर हामीलाई चाइनिज अब चाइना भन्छ अब ज्ञानलाई त फिलिपिन भन्नु होला है यस्तो बेलामा हुँदैन कि यो यिनीहरूले के भन्छ के भयो गयो नि स्क्यान गऱ्यो नि फेस मलाई त बाहिरबाट भाल 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 रेड 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 अनि के भन्दैन तँलाई वेयर फ्रम फिलिपिन त भनेन नि मलाई भन्नु भनेर क्या अरे चाइनिज चाइना रे यसलाई चाइना रे तँलाई भनेन भने कि फिलिपिन भन्थेँ मैले पाल्पा नेपालको ल्याइदिनु त फिलिपिन भनेको देखि थोक्रा हेरौँ त 50-50 50 हाल्छ पो आयो त 10 रुपियाँ 5 रुपियाँ आउनु नि त नि ठुल्ठुलो पैसा नेपालमा जस्तै आउला लुकाउनु पर्छ ठुल्ठुलो पैसा अँ सानो सानो पैसा दिनुपर्छ नि 100 10 त लेट्स गो कता नि नेपालकै मुस्ताङ नानी सिक्दै एक्लै जाने यसो मुस्ताङ एक्लै जाने सबैजना जाने नानी छोड्ने घरमा बाइकमा जाने वाउ कन्फिडेन्ट अगाडिबाट ल हामीलाई बसले छोडेर गयो ग्रासिया बस ट्रेन होइन ट्रेन कति सानो हो के भने इङ्ग्लिसमा बोलिन्छ कि त्यो केटी को हो र त्यो के अरे बस के हो नि पहिले होस् नेपालमा चाहिँ के खलासी हो खलासी हो अरे अनि पछाडि किन यति भइरहने अरे केटा चाहिँ गाडी चला खान्छ केटी त अनि के हो भने चाहिँ पहिले बस होस्टेस हो अरे ए अङ्ग्रेजी आएछ अरे त्यही भएर अङ्ग्रेजी बोल्ने देशमा बस्दाखेरि अङ्ग्रेजी आउनु छोडेपछि अङ्ग्रेजी दिन्छ हामी कि यहाँ बिचमा के गर्नु ओए बसले हान्दै आयो हामीलाई ल हामी चाहिँ अब होटेलतिर लाग्ने 345 5 minutes walk ल होला जाऊ त अर्कै ल आयो ल जाउँ टी उस ए पिङ यिनीहरू तिम्रो अगाडि जा न म सुटकेस दिदी साइडमा गर्नु सुटकेस Don't make a noise. यसको रुम हेरेर जाउँ मेरो सुटकेस सुटकेस यहीँ राख्न तयार हुने यस्तै रुम सेम हो कि डराएको त
खुल्लै छोड्ने ढोका धेरै रहेछ त